हेलो साथीहरू, अनि मैले चाहिँ भात सात खाइसकेर म भने चाहिँ यहाँ पानी गाँच्न आइराखेको छु। आमाले चाहिँ सक्नुहुन्न र अनि कस्तो आजभोलि मेरो हात आफै जति काम गरे पनि यतिको चाहिँ राम्रै हो, तर मेरो काम कति हुन्छ। तर मतलब के भन्नु खोजेको होइन कि मेरो हात चाहिँ लास्टै नराम्रो हो, पहिलादेखि हात खुट्टा अनुहारहरू, तर अहिले चाहिँ हल्का यतिको भएको छ। अनि भोलि चाहिँ यहाँ बेला छ चर्चमा, टक्क कस्तो मजाले उयो भइराखेको छ। अनि तपाईहरुलाई देखाउँछु चाहिँ यस्तो राम्रो ठाउँ छ यो हाम्रो ठाउँ, यस्तो राम्रो छ खेतै खेत। मलाई लास्टै मनपर्छ यार हाम्रो ठाउँ, खेतै खेत छ नि त। अनि इटा हेर्नु न खोला, कति मसिनो खोला, त्यस्तो के मजा हो खानुको पनि होइन। मैले अस्ति रोपेको खोर्सानीहरू सरेर पुरा यत्रो भएको छ। अनि पानी चाहिँ यहाँ स्प्रिङ्कल चलाइराखेको छौँ। वाउ, अनार पनि यत्रो फलिहाल्नु, कस्तो गुलियो मिठो खालको अनार छ, एकदम मिठो खालको छ। फर्सीहरू रोपेको थियो उम्रियो। अनि म त पहाडलाई मेरो घरको एउटा अर्ग्यानिक कुरा देखाइदिन्छु। के हो त भन्दाखेरि कोलो। वाउ, कोलो कोलो भन्दा फटास हुन्छ बानाना। यो बानाना त यत्रो ठुलो भयो, यत्रो मात्रै हुन्छ, यत्रो। अनि यो बानानाले एकाइले नै अगाउँदैन। कोला भनेको त यो खालको हुनुपर्छ नि त, यो खालकोले मात्रै अगाइन्छ क्या साथीहरू, यो खालकोले त अगाइदैन। अब म तर हाम्रो जे पनि फलफुलहरू चाहिँ धेरै छ, एभोकाडोहरू पनि छ, अनि रुद्राक्षहरू पनि छ, अम्बक पनि के खाने त्यही छ। हामी चाहिँ यहाँ साथीकोबाट आएर जाँदैछौँ घरतिर। मेरो छोरा चाहिँ टन्नै खेल्नु भयो, घाम टन्डल पुर्छ, तर नानीले हैरान बनाउँछ। यहाँ म तपाईँहरूलाई मेरो एकजना बेस्टी साथीको कुखुराको खोर यहाँ बन्दैछ। अनि यता चाहिँ चार। अनि अहिले त तताएर दिनु पर्दैन हौ दिदी, अहिले त देख्नु सक्नुहुन्छ सुँगुरहरू। साथीको यहाँनिर साथी चारो पकाउँदैछ, हुँदैछ। जो मात्रै ल्याएको साथीले ओए चारो कति साह्रो दिएको नि, कत्रो कत्रो भुडी बनाएको। अनि यिनीहरूले कत्रो साह्रो चारो खाएको यिनीहरूले। यहाँ पनि छ साथीको ठुलो सुँगुर। लिम्बुनीले चाहिँ सुँगुर पाल्नु चाहिँ सिपालु हुन्छ है साथीहरू, खानु पाल्नु। यहाँ हेर नि लिम्बुनीले, यता लिम्बुनी छ साथीको। घाममा पनि आइयो, सुँगुर पनि हेरियो। अब घरतिर छ